भयो भयो Driver Daiki! Driver Daiko! Driver Daika! Driver Mataki! Driver Daiku! यो चाहिँ घान्द्रुको बस पार्क हो। यहाँ चाहिँ बस पार्क गरेर आफूलाई चाहिने सामानहरू बोक्ने अनि होटलतर्फ लाग्ने। हाम्रो होटल चाहिँ माथि भएको कारणले हामी चाहिँ यो गाउँको बिचबाटै बाटो हुँदै हुँदै गएको थियौँ। अनि बाटोमा चाहिँ मैले भिडियोहरू त्यति बनाइनँ किनभने साँझ परिसकेको थियो नि त अनि क्वालिटी नै राम्रो आएको थिएन के, त्यही भएर मैले बनाइनँ। अनि हामी बसेको होटल चाहिँ ग्रिन भ्यू है, ग्रिन भ्यू। अनि हामी राति चाहिँ 3 बजे सुतेको थियौँ किनभने खाँदा नाच्दा लोकदोरी खेल्दा 3 त बजिहाल्यो। अनि बिहान चाहिँ हामी कति 7 बजे उठेर उता पुरानो भिलेज हेर्नु गयौँ। अरे टपको एलु रमाइलो छ त्यहाँ औ उएर छ आऊ है लु लु जान्छ लाज लाग्छ ब्लग मेरो थर्मस शान्तिरामसँग होला नि त फोन पनि आइछ लो के चाहिँ खोजेस फोन पनि दाइ छ क्या ल जा चिन्न नै नसक्ने यसलाई चाहिँ पिसाना यसले चाहिँ पिसाना छिटो जान लिएर आइज मेरो फोन पर्दैन अनि स्क्रिन खेलको प्रोडक्ट बोकायो फेरि तिमीलाई चाहिँ ओ कहाँ गयो त ए नारायण नारायण We are very tired. We are near to our home stay. Destination. We are near to destination. रमाइलो जता हेरे पनि
ढल्छ कि हामीले चेक गरेको पानी मिठो कुवाको पानी मिठो कुवाको बास्ना मिठो हुक्काको धुवा के भन्छ पछि जिम्स लाइट्स अफ फेसन लाउरेको फेसन भन्छ हैन पानी मुनि 10 पैसा टल्किएको यो भाइ त नि प्रीतिकासँग पल्केको लाइट्स अफ फेसन
कुराहरू पनि क्लियर गर्ने कता कता पल्केको भन्नु पर्यो रोहन मिलाउन रोहनले मिलाउँछ मेरो भाउजू भनेर इन्सर देऊ न अब अब लु यता मिलाउँछ नि रोहन होटेल ग्रिन भ्यू आइयो कसलाई माया गरेको भने कोपो पाइयो तिम्रै चोकोलाई माया गएको खै अब नसक्ने यस्तो पनि भन्नुपर्छ नि त दियो दियो आउनु त आइयो तर तिमी मेरो भाइयो ओए त अलिक लामो बनाएर भन्न तिमी मेरो भाइयो आउन त आइयो फोनबाटै देखेको छैन तिमी त उसको भाइयो रहेछ पेसना चिन्नै नसक्ने बिहान भाले बासेको मेरो लोकदोरी सुनेर तपाईहरुको मुख टालेको सरी उ लाउँदैन नि अनि कोही लाउरेको फेसन भन्यो नसक्ने आइछ पेसना लेडिजहरुको पालो खोइ ए एउटाले मात्र भएन अब यता यता सल्लाको बोटेको हाम्रो होइन तिम्रै मुख कालेको चिन्न नै नसक्ने आइछ फेसना लु न तिमीहरू पनि भन न ओइ तिमी चाहिँ के हाँस्दै बस्छ साले तुमा खाँदै हाँस्दै बस्छ म मात्रै लाडा त बोलेको बोले छिटो भन छिटो अब एउटा म भन्छु है ल ल ल ल ओ गो छिटो भन्नु के हो तिमी के भन्छ के भन्दै यस्तो कुराहरु त यार टेन्सन लाग्यो छिटो भन्नु लभली 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 सिक्रेट एभ्रीबडी रोहन एउटा मिलाएर भन न हल्का लभली लभली हाम्रो त मुख टालेको होइन ब्याग त जस्तो जिउ तपाईँको पाएको छैन आफ्नो बिला हान्छ लभली भन्नु यसमा हाउ डु आई से इट लभली आकाशमाथि तारा टल्केको धेर नबोल भाइ ए लभली हैन धेर नबोल भाइ रक्सी खानलाई पल्केको चिन्न नै नसक्ने पक्लामा भन्छु आकाशमाथि टल्केको तारा धेर नबोल भाइ झार दिन्छु बङ्गाल नसक्ने मलाई यस्तो भन्नु भएको भन त के तिमीलाई भने यस्तो म कसम भिडियो छैन म सोच्नु परेन यो भाइको नाम के पो अरे